प्रार्थना र धन्यवाद ज्ञापन। हे परमप्रभु, मेरो चट्टान, म तपाईलाई पुकार्दछु। मेरो पुकार नसुने जस्तो नगर्नुहोस्। म मृत लोकमा पर्ने जस्तो हुनेछु जब सहायताको लागि तपाईलाई पुकार्छु र तपाईको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु। तब मेरो अनुनय विनय सुनिदिनुहोस्। मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ। तिनीहरूका हातका कर्म अनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्। तिनीहरूले परमप्रभुको काम र उहाँका बाहुलीका कर्मको वास्ता नराखेकोले उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई फेरि बताउनु हुने छैन। परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ। परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ। उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढाउनेछु। परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। तपाईको प्रजालाई बचाउनुहोस् र तपाईको आफ्नो वंशलाई आशिष दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस् र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।